हैन एउटा लभ स्टोरी फिल्म छ एउटा एक्सन फिल्म छ यो दुईटामा चाहिँ तपाईले एउटै मात्रै चयन गर्नुपर्छ कुन चयन गर्नुहुन्छ मैले जहाँसम्म लभ स्टोरी टाइपको फिल्म चाहिँ रोज्छु होला जस्तो लाग्छ किनभने त्यो लभ स्टोरी भनेपछि अलिकति म तपाईँ अलिकति रोमान्टिक पनि हुनुहुन्छ अलि रोमान्टिक टाइपको पनि छु र मसँग एउटा यो लभ स्टोरीको विषय मलाई छ कि क्या हो होइन त्यस्तो त्यो कला भएको पनि चाहिँ मैले यो कार्यपालिका सदस्य हुनुभन्दा पहिला चाहिँ म एउटा सुन व्यवसायीको रूपमा पनि थिएँ र पछिल्लो समय चाहिँ म वैदेशिक रोजगारको क्रममा म कहीँ जान्छु भन्ने खालको एउटा चाहिँ एउटा माहौल बन्यो ल है अब तपाईँ चाहिँ विदेश जाने खालको सम्पूर्णमा नमस्ते म सुरेन थापा आज हाम्रो दोस्रो एपिसोड ऱ्यान्डम पोडकास्टको आजको एपिसोडमा चाहिँ हाम्रै टिममेट हुनुहुन्छ विनोद खातीज्यू उहाँकै विषयमा रहेर चाहिँ अलिकति हामीले कुराकानी गर्नको लागि आइपुगिसकेका छौँ व्यक्तिगत हिसाबमा भन्नुपर्दाखेरि उहाँ एउटा समाजसेवी पनि हुनुहुन्छ कार्यपालिका सदस्य पनि हुनुहुन्छ उहाँको जीवनशैलीमा रहेर चाहिँ अलिकति नर्मली कुराकानी गर्नु भनेर चाहिँ हामी आइपुगिसकेका छौँ सबैजनाले भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ सपोर्ट र प्रतिक्रिया दिनुहुन्छ भने आशा पनि गर्दैछु अनि विनोदजी बताउनुहोस् के छ दिनचर्या कसरी बितिरहेको छ तपाईँको ठिकै छ अहिलेको सिचुएसनलाई हेर्दा त म खासै बाहिर यताउति जाने केही कार्यक्रम त्यस्तो पनि छैन त्यही नगरको बैठकहरूमा जाने तपाईँ त कार्यपालिका सदस्य हो अहिले यो गएको चुनाव हजुर हजुर अनि के छ यो राजनीतिक कस्तो जस्तो लाग्छ तपाईँ किनभने मैले तपाईँलाई सोद्धाखेरि चाहिँ कसरी सोधेँ भन्दाखेरि किनभने तपाईँको उमेर हेर्दाखेरि पनि अहिले एउटा युभन्दा पनि यो जेन्जी पनि यो जेन्जीभित्रै पर्नुहुन्छ क्या सायद है यो सानो उमेरमा अब लगभग तपाईँ 4 वर्ष कार्यकाल भइसक्यो होइन सानो उमेरदेखि चाहिँ तपाईँ राजनीतिक पृष्ठभूमिमा चाहिँ लाग्नुभयो यो राजनीतिकलाई योप्रति लाग्नुको तपाईँको उद्देश्य चाहिँ के थियो किन लाग्नुभयो किनभने यो उमेरमा त मान्छेले अब देश विदेश यताउति गर्ने व्यवसायतिर हात हाल्ने यस्तो छ सुरेनजी वास्तवमा भन्ने हो भने म सानै उमेरदेखि नै अलिकति बाल क्लबसँग सम्बन्धित भएर चाहिँ बाल अधिकारको विषयमा बोल्दै कहीँ कतै माइकहरूमा बोल्दै गर्दै जाँदा अलि ठुलो भयो र अलि ठुलो भइसकेपछि पार्टीगत हिसाबले चाहिँ कुनै एक पार्टीमा आस्था राखियो र त्यो हिसाबले पार्टीसँग सम्बन्धित भइरहँदा म अहिले चाहिँ त्यही मेरो सम्बन्धित पार्टी नेकपा एमालेबाटै म चाहिँ कार्यपालिकाको सदस्य पनि हुन पुगेँ र अहिले राजनीति के रहेछ कसो रहेछ उद्देश्य त त्यस्तो राजनीतिमा ठ्याक्कै भन्यो भने उद्देश्य यो हुन्छ भन्ने चाहिँ हुँदैन तर मान्छेलाई एउटा हुटुट चाहिँ के हुन्छ जब राजनीतिमा कुनै एउटा सामाजिक काममा लागिसकेको व्यक्तिलाई चाहिँ के हुँदो रहेछ भने अलिक सामाजिक कामबाट टाढा रहन ऊ सक्दैन क्या किनभने उसलाई एक खालको एउटा लट जस्तो पनि लागेको हुन्छ ऊ चाहिँ समाजमा जाने उपस्थिति हुने कार्यक्रमहरूमा उपस्थिति हुने होइन सम्मान पाउने कुरा ल है फलानोजी भन्ने कुराहरू यस्ता कुराहरूले चाहिँ मान्छेलाई त्यतातिर राजनीतितिर चाहिँ अलिकति तान्दो रहेछ कि जस्तो चाहिँ मलाई लाग्छ मेरो गर्दै जाँदा अनि विनोदजी एउटा कुरो चाहिँ कस्तो भन्दाखेरि यो लगभग हरेक व्यक्तिको कुरो पनि हुनसक्छ हिजो तपाईँ एउटा राजनीतिकमा ल है भनेर झन्डा बोकेर हिँड्दा होइन एउटा कार्यकर्ताको हिसाबले तपाईँ अगाडि बढ्दाखेरि अनि यो गर्नुपर्छ त्यो त्यहाँ ठक्कै स्थानमा पुगिसक्यो यस्तो कुराहरू गर्नु पर्यो यो कुराहरू उठाउनुपर्छ भन्ने जस्तो चाहिँ तपाईँलाई पनि फिल भएको होला सुरेनजी मैले हजुरको कुरा रोकेँ मेरो चाहिँ कम्प्लिट हुँदैन अनि त्यो अहिले चाहिँ लगभग तपाईँ त्यो सवाल जवाब गर्ने होइन कि तपाईँले प्रश्न सुन्ने स्थानमा त तपाईँ पुगिसक्नु भयो अहिले त्यो स्थानमा पुगिसकेपछि यो कुराहरूले चाहिँ कतिको मायने राख्दो रहेछ कतिको यसलाई चाहिँ सदुपयोग गर्न सजिलो रहेछ कस्तो लाग्छ एकदमै सुरेनजी यो कुराले एकदमै प्रभाव चाहिँ पार्दो रहेछ हिजो म एउटा नर्मल्ली कोही पनि नहुँदा केही पनि एउटा नर्मल्ली जनताको रूपमा हुँदा जनताको अगाडि बसेर अरू आफूभन्दा ठुला कोही एउटा राजनीतिक कुनै एउटा सार्वजनिक पद धारण गरेको व्यक्तिलाई चाहिँ व्यक्ति विशेष या कोही संस्थाको नेतृत्व गर्ने व्यक्तिलाई चाहिँ हामी ल है हजुरले यो किन गर्नु भएन किन भएन यो के कारणले रोकियो भनेर बाहिर बसेर जति आलोचना गर्न जति चाहिँ हामीले चाहिँ त्यो गर्न जति सजिलो छ त्यति नै एउटा नियममा बाँधिएर एउटा सिस्टममा गइसकेपछि चाहिँ काम गर्न चाहिँ बेसरी गाह्रो हुँदो रहेछ भन्ने चाहिँ म आफूले पनि फिल गर्छु किनभने म कार्यपालिका एकदम गाह्रो छ सुरेनजी हामीले बाहिर बसेर जति सामाजिक सञ्जालमा जति बाहिर बोलिन्छ जति चाहिँ हामीले जनताका कुराहरूलाई चाहिँ हुन्छ नि त एक खालको एउटा जनताले चाहिँ यो खोजिरहेको हुन्छ अनि हामीले चाहिँ एउटा सार्वजनिक पद धारण गरेको व्यक्तिले जनतालाई चाहिँ त्यो डेलिभर दिन नसकेको 100% दिन नसकेला केही हदसम्म चाहिँ जस्तो अहिले यस्तो छ अहिलेको माहौल त के छ भने एउटा चाहिँ यो कागले
कान लएपछि कान लयो भने काखको पछि दौडिने कि कान छाम्ने भन्ने खालको एउटा प्रवृत्ति छ। र हाम्रो विकास कति भयो, के गरे के गरेनन् भन्दा पनि एउटा सामाजिक सञ्जालमा फलानाले यस्तो गरेन है भन्ने आयो भने चाहिँ सबै खालको त्यही खालको एउटा कस्तो कस्तो कर्म सङ्ख्या हुन्छ 1 देखि 10 सम्म जाँदाखेरि 9 सम्म पुग्दाखेरि 1 भएन भने चाहिँ सबै भएन। सबै 10 को मान्छेले चाहिँ भएन भने चाहिँ सबै भएन भएन। त्यो देखिन्छ होइन। ठिक छ। तपाईँको म अलिकति पछाडितिर गएँ म होइन, राजनीति धेरै अगाडि आयो, हामीले लास्टमा गर्ने कुरो अगाडि गऱ्यो होला सायद, ठिकै छ केही भएन। तपाईँ चाहिँ तपाईँको पढाइ लेभल चाहिँ कहाँसम्म पुगेर चाहिँ अन्त्य भयो? मेरो पढाइ लेभल चाहिँ मैले +2 सम्मको अध्ययन गरेँ। +2 गरिसकेपछि चाहिँ म एकचोटि चाहिँ म बाहिर जानुपर्छ भन्ने खालको सोच आएपछि चाहिँ म एकचोटि कोरियन भाषा पढ्नको लागि एउटा संयोगवश म पोखरा गएँ। +2 को इक्जाम दिइसकेपछि मेरो चाहिँ अब +2 सक्यो। अब म भनेपछि म कोरियन भाषा पढ्नको लागि चाहिँ पोखरा गएँ। म चाहिँ त्यता पनि अनसक्सेस कोरियन भाषामा चाहिँ नाम निस्किएन। त्यसपछि म आएर घरतिर केही व्यावसायिक हिसाबले जोडेँ र त्यसपछि राजनीतिक पाटो पनि मेरो अलिकति चाहिँ पहिलेदेखि यसो अलिअलि लिङ्क भएको। म राजनीतिमा त म लगभग मेरो अहिलेको कुरा गर्नुहुन्छ भने म नेकपा एमालेसँग सम्बन्धित भएर मैले पार्टी सदस्यता लिएकै मेरो 10-11 वर्ष भइसक्यो। 11 वर्ष भइसक्यो। ठिक छ, राम्रो छ। एउटा न एउटा आस्था पनि राख्नु। तपाईँको स्थायी बसोबास चाहिँ यहीँ हो र? हो, पहिलेदेखि यहीँ हो? स्थायी बसोबास भन्दा यस्तो छ, स्थायी बसोबास चाहिँ यहीँ म जन्मेको यहीँ चाहिँ होइन। म अहिलेको स्थितिलाई हेर्ने भने म यहाँको स्थायीवासी हो। म 15-20 वर्ष यहाँ झरेको भइसक्यो। तर मेरो जन्मस्थान भन्ने हो भने मेरो जन्मस्थान चाहिँ बागलुङ जिल्ला तमानखोला गाउँपालिका वार्ड नम्बर 1 अहिलेको। बागलुङ पेटो यहाँ आएर के होस् राजनीतिकोमा चाहिँ यतिको युवाको आक्रोश एउटा आक्रामक चाहिँ हुनुपर्छ राजनीतिक स्थानमा, बोल्ने मान्छे चाहिन्छ होइन। ठिक छ। तपाईँले त सुन व्यवसाय पनि गर्नुभएको थियो हो हो, मैले बिचमा चाहिँ मैले यो कार्यपालिका सदस्य हुनुभन्दा पहिला चाहिँ म सुन व्यवसायीको रूपमा पनि थिएँ र पछिल्लो समय चाहिँ म वैदेशिक रोजगारको क्रममा म कहीँ जान्छु भन्ने खालको एउटा माहौल बन्यो। ल है अब तपाईँ चाहिँ विदेश जाने खालको भइसकेपछि जानुहुन्छ भन्ने खालको अब त्यो थर्ड पार्टीले चाहिँ त्यो खालको कुरा गरिसकेपछि चाहिँ अब मेरो घरमा नभएपछि त व्यवसाय त धारासै हुने भयो नि त। कसैले व्यवसाय धान्न सक्ने अवस्था थिएन। मेरो म्याडम बच्चा सानो होइन, त्यो भइसकेपछि चाहिँ अब पसल चाहिँ बेचियो। जान्छ है। तपाईँको त्यस्तो बाल्यकालको त्यस्तो कुनै अनुभव, त्यस्तो केही किस्सा भन्छ नि एउटा, त्यस्तो केही छ? मेरो अहिले बाल्यकाल जुन सम्झिँदाखेरि एकदम हाँसो कहानी लाग्दो हाँसो लाग्दो हुन्छ नि एउटा। मेरो ठ्याक्कै भन्ने हो भने एउटा मैले अलिकति सम्झिने खालको एउटा याद चाहिँ मलाई के कुराको चाहिँ याद आउँछ भने जस्तो हामी चाहिँ सानसानैमा चाहिँ हाम्रो मामाको छोरा म भएर चाहिँ हाम्रो घरदेखि अलि परपट्टि एउटा मलको थुप्रो थियो होइन। मलको थुप्रोदेखि अलि उतातिर चाहिँ मकैको जुन जरा हुन्छ नि त्यो चाहिँ हामीले त्यो आगो लागेर मल पनि बनाउँछौँ होइन। त्यो चाहिँ मकैको जरा चाहिँ अलि मलदेखि अलि पर चाहिँ त्यो रहेछ। अनि हाम्रो मामाको छोरा र म भएर चाहिँ त्यसैमा चाहिँ आगो लाउनु, त्यसैमा त्यो खेल्ने खालको एउटा उस गऱ्यौँ होइन। अनि त्यसपछि चाहिँ हामी त्यहाँबाट चाहिँ गएर अब खानासाना खायो, सुत्यो, रात पऱ्यो, घर सुत्यौँ। अनि राति 12 बजे चाहिँ आगो बोलेको, बाहिर मान्छेले अरूले चाहिँ आगो बोल्यो भने क्या। अनि बिठाइ चाहिँ काम चाहिँ तपाईँले बिठाइ हामीले अनि त्यसपछि रहेछ के त भने त्यो आगो चाहिँ सल्किँदै आएपछि त्यो मल चाहिँ अनि त्यो वर्षभरि जम्मा पारेको जुन बर्खे मल त होइन, हिउँदे मल हुन्छ हाम्रो पाहाडतिर, त्यो हिउँदे मल चाहिँ सर्लकै सकिएछ क्या। अनि त्यो चाहिँ मैले एकदम सम्झिन्छु। अनि त्यो राति बिठाइवाला अलिकति चाहिँ अलि हरामी टाइपको काम चाहिँ त्यो गरियो जस्तो लाग्छ। युवा अवस्थामा आएर त्यस्तो के युवा अवस्थामा आएर त त्यस्तो खासै बठाइ गर्ने बिठाइ भन्दा नि कस्तो हुन्छ नि, कहिले कस्तो साथीभाइसँग रमाइलो गर्दै जाँदा त्यस्तो केहीमा अब जस्तै अहिले राजनीतिकोमा पनि हुनुहुन्छ त्यो यस्तो छ। मैले रमाइलो किस्साहरू रमाइलो अटोमेटिकली जान्ने गरिँदैन। रमाइलो किस्सा चाहिँ के छ भने एकचोटि हामी चाहिँ यो केउली गएको थियौँ। अनि केउली गएपछि चाहिँ हामी त्यहाँ चाहिँ साथीभाइ बसियो, खाइयो, रमाइलो गरियो होइन। अनि त्यसपछि चाहिँ त्यहाँ चाहिँ हामी 1-2 जना साथीहरू भएर चाहिँ एकजनाको चाहिँ बाइकको त्यो चाबी चाहिँ लुकाइदिएको थियौँ क्या।
होइन त्यो चाबी लुकाइदिएपछि बिचरा ऊ चाहिँ अब यस्तो भयो कि ऊ आफैले चाहिँ कतै लस हरायो कि जस्तो उसलाई चाहिँ फिल भयो, तर हामीले लुका छ भन्ने फिल भएन होइन। हामी उसलाई चाहिँ एकदमै त्यो एक खालको एउटा भनौँ न तनाव जस्तो भएको थियो कि, अनि त्यो हामीले चाहिँ उसको त्यो तनावले चाहिँ हामी चाहिँ एउटा इन्जोय जस्तो फिल भइरहेको थियो, तर त्यो चाहिँ वास्तवमा कसैको दुःखमा हाँसे कसैमा हाँसे जस्तो भइरहेको थियो। तर त्यो चाहिँ एउटा अलि उसलाई उसलाई उसको त्यो जुन छटपटी होइन, उसको चाहिँ त्यो जुन चाबी हराउँदा त हुन्छ नि त, अनि त्यो खालको त्यो देख्दा चाहिँ अनि अझै पनि कस्तो अलि उत्पट्याङ गरियो कि जस्तो चाहिँ लाग्छ। विनोदजी मैले तपाईँलाई एउटा फन्नी पनि एउटा जिम्मेवारी जस्तो पनि एउटा क्वेसन सोध्छु है। तपाईँलाई एउटा सुपर पावर होइन, सुपर पावर अहिलेको अब सुपर पावर भन्दाखेरि प्रधानमन्त्रीलाई नै भन्नुपर्छ, एउटा प्रधानमन्त्रीको पोस्टमा तपाईँलाई यदि ऱ्यान्डमली क्वेसन है, हाम्रो किनभने ऱ्यान्डम पोडकास्ट पनि हो, त्यस्तो गलत त ऊ चाहिँ नजाओस्, एउटा ऱ्यान्डम तरिकाले चाहिँ तपाईँलाई सोध्दै गर्दाखेरि तपाईँलाई प्रधानमन्त्रीको स्थानमा अहिलेको अवस्थामा राखिन्थ्यो भने, तपाईँ हुनुहुन्थ्यो भने तपाईँले के एक दुईवटा या तिनवटा मात्रै यो चाहिँ मैले भ्याटभुट गरिहाल्थेँ है भन्ने सुपर पावर आफूमा आइसकेपछि यो चाहिँ मैले गरिहाल्थेँ भन्ने केही छ? सबभन्दा पहिला चाहिँ तपाईँ त यसो एउटा एक खालको होइन मान्छे त अनएक्सपेक्टेड हुन्छ नि त। म ठ्याक्क भन्दा चाहिँ अलिकति मान्छे उस हुन्थ्यो होला, पहिलो कुरो त तपाईँ राय सम्हाल्यो राजमहल बन्थ्यो होला सायद होइन, अलिकति त्यो भनौँ न अलिकति, किनभने पहिला पहिला बचपनमा हामीले हेर्दा फिल्म हेर्दा पनि राजमहल भन्ने बित्तिकै एक खालको उस हुन्थ्यो नि त। जस्तो म प्रधानमन्त्री नभइकन अरू कुनै न कुनै एउटा पोस्टमा अलिक ठुलो एउटा चाहिँ अनएक्सपेक्टेड मैले सोचेको त्यो प्रधानमन्त्री भन्दा माथि त केही छैन नि त, जस्तो अलिकति ऱ्यान्डमली फनी क्वेसन पनि भयो, त्यसै सिरियसमा जान पनि परेन, मतलब यहाँ पुग्थेँ त मैले यो गरिदिन्थेँ भनेर एउटा मैले चाहिँ यस्तो गर्थेँ होला, प्रधानमन्त्री भएको भए चाहिँ सबैभन्दा पहिला चाहिँ अब शपथ खानु पर्यो होइन, प्रधानमन्त्री भइसकेपछि पहिला शपथ खानु पर्यो होइन, अनि त्यसपछि दुईवटा त त्यत्तिकै जान्छ, त्यहाँ नमस्कार गर्नु सक्यो। त्यसपछि चाहिँ अब यसो त्यहाँ गएर विनोदजी हामी लगभग कार्यक्रमको चाहिँ अन्त्यमा आइपुगेका छौँ। अब जाँदा जाँदै एउटा लास्ट क्वेसन चाहिँ तपाईँलाई सोध्नु भएको छ, फन्नी क्वेसन है त। यदि तपाईँलाई फिल्मको अफर आयो, दुईवटा फिल्मको अफर आयो, तर साइन चाहिँ एउटैमा गर्नुपर्छ है, किनभने दुईवटामा गर्न पाइँदैन, एउटा लभ स्टोरी फिल्म छ, एउटा एक्सन फिल्म छ, यो दुईवटामा चाहिँ तपाईँले एउटै मात्रै चयन गर्नुपर्छ, कुन चयन गर्नुहुन्छ? मैले जहाँसम्म लभ स्टोरी टाइपको फिल्म चाहिँ रोज्छु होला जस्तो लाग्छ, किनभने त्यो लभ स्टोरी भनेपछि अलिकति म तपाईँ अलिकति रोमान्टिक पनि अलि रोमान्टिक टाइपको पनि छु, र मसँग एउटा यो लभ स्टोरीको विषय होइन, त्यस्तो त्यो कला भएको पनि भन्न मिल्दैन। तर म चाहिँ एउटा कुरा, मलाई एउटा यसो खिस्सा चाहिँ एउटा मेरो अनुभव चाहिँ के छ भने, म चाहिँ मेरो वाइफसँग चाहिँ मेरो लभ परेको होइन, हामी चाहिँ लभ परेको भने त्यस्तो एकदम सबै यस्तो होइन, तर हामी एक ताका चाहिँ एउटा मिडियासँग सम्बन्धित हुँदै गर्दा हामी चाहिँ बोल्ने भने अब लभ केलाई भनिन्थ्यो त्यति बेला थाहा थिएन, तर लभ परेको भन्ने एउटा फलानु तेरो लभ को हो त भन्दै गर्दा मैले चाहिँ मेरो अहिलेको वाइफलाई चाहिँ देखाउने त्यो प्रवृत्ति हुँदै हुँदै गर्दा चाहिँ अनि एक दिन चाहिँ एउटा यस्तो किस्सा, मेरो वाइफको चाहिँ मेरो गर्लफ्रेन्ड त्यति बेखेरको गर्लफ्रेन्डको मोबाइल बिग्रिएछ होइन, मोबाइल बिग्रिएपछि अनि कसकोबाट हान्ने त भन्दा अनि साथीसँग साथीको फोनबाट चाहिँ फोन हान्ने होइन, अनि त्यसपछि चाहिँ मैले चाहिँ अनि साथीको फोनबाट फोन गर्दा गर्दा अनि त्यसपछि म त त्यही साथीसँग अनि दुईजनासँग बोलिदिरहेको रहेछ कि, अनि त्यस्तो त्यो एउटा किस्सा छ, त्यो रमाइलो किस्सा चाहिँ त्यो छ एउटा अनुभवको रूपमा। त्यो कुरोले अनि तपाईँले के अलिकति तपाईँलाई असर त पारेन? छैन, यस्तो छ न, यस्तो छ असर पार्ने नपार्ने कुरा त उसले मलाई कसरी बुझ्थ्यो यो मान्छे कस्तो हो भन्ने कुरा हो, तर मान्छे अलिकति चाहिँ त्यो एउटा टिनेजरमा त मान्छे अलिक चञ्चले टाइपको त हुन्छ नै होइन, लभ पर्ने बित्तिकै मान्छे बिहे गर्छ भन्ने खालको कतिपय मान्छेको त सेन्स पनि हुँदैन कि हामी चाहिँ अब लभ पऱ्यो हामीले बिहा गर्नु, तर एउटा लेडिजले चाहिँ सोचिरहेको हुन्छ म जोसँग लभ गर्छु उसँग बिहा गर्छु भन्ने खालको कुरा होला। तर केटाहरूको मामिलामा चाहिँ मैले किनभने एउटा अहिले भर्खर एउटा तपाईँहरूको त्यहाँ कमेन्ट पनि आउन सक्छ सुरेनजी, हामीले चाहिँ यस्तो होइन उस्तो हो, त्यो विनोदले चाहिँ एउटा कार्यक्रममा आएर यस्तो खालको टिका टिप्पणी दियो भन्ने पनि हुनसक्छ, व्यक्तिगत अलग आफ्नो मेरो धारणा चाहिँ के लाग्छ भने, तर जति केटीहरूले चाहिँ जति सोचिरहेको हुन्छ मैले चाहिँ उहीसँग बिहा गर्छु लभ पर्ने बित्तिकै उही नै मेरो सर्वस्व भन्ने सोचिरहेको हुन्छ, तर टिनेजरको टाइममा चाहिँ केटाहरूले चाहिँ त्यो एकदम कसैलाई होला कोही एउटा कसैले चाहिँ गर्ला, कसैले चाहिँ एकदम मरिहत्ते नै पनि गर्ला, तर केटाहरूको बानी ह्याबिट चाहिँ खासै त्यस्तो अलिक परिपक्वता पनि हुँदैन, र माया भन्ने कुरो लभ भन्ने कुरो के हो खासै त्यो एकदम त्यतातिर थाहा नभइकन एकदम लहीमा चाहिँ लभ परेको जस्तो त्यो हुने भएको भएर चाहिँ अनि मलाई चाहिँ त्यो लाग्छ। धन्यवाद विनोदजी, यतिको टाइम दिनुभयो हाम्रो कार्यक्रमको लागि, र आजको कार्यक्रम हाम्रो यही नै अन्त्य भएको म जानकारी गराउँछु। नेक्स्ट एपिसोड चाहिँ राम्रो राम्रो ल्याउने जमर्को सहित आजको कार्यक्रमबाट म सुरेन थापा बिदा हुन चाहन्छु। हस्, नमस्ते।